हेलो वेलकम टु माई ब्लग। म आज यहाँ पुरै काममा हिँडिरहेको छ होइन। बसेको काममा यस्तोरी हिँडिरहेछ काममा जानलाई। अब काम गर्नै पर्यो, खानै पर्यो, यस्तै भइरहेछ। यहाँबाट पुरा यहाँबाट बस चढेर आयो। अब यहाँबाट फेरि कति 25 मिनट फेरि जानुपर्छ। यहाँ फेरि बाटो सानो छ, गाडी आयो भने लास्ट जाऊ हुन्छ फेरि। खेतबारी छ फेरि काम गर्ने ठाउँ पनि खेतबारी हो भने सेम नेपाल आइरहेको पिच चाहिँ झ्याउँदै झ्याउ छ। कोही छैन, साथीहरू पनि एक्लै केटो हिँड्यो हिँडेर जाने आधा घन्टा पुरै काममा यस्तो सुइनेर हेर्नु खेतबारीहरू कस्तो पनि दामी छ, सानो काममा पनि ढिलो भइसक्यो। कस्तो हिँड्नुपर्छ, कस्तो कुदेर जानुपर्छ कि काममा फेरि जिन्दगी पनि यत्तिकै जाने भयो हौ। अरूको काम गरी आफ्नो गरम केही छैन, अरूको गरम झ्याउ लाग्ने केही होइन। आँखा मिच्दिनुपर्छ, यस्तै छ जिन्दगी हाम्रो गरिबहरूको होइन। खेतबारी हेर्नु फेरि खेतबारी छ हो फेरि। साइकल पनि बबलाएर बाटो नित्रु हो भने चाहिँ यो के भन्छ अरे, हाम्रो त्यो बन्दीपुर जाने बाटो बरु योभन्दा ठुलो छ होला हो। सानो बाटो अनि गाडी आयो भने पनि साइड लगाएर बस्नुपर्छ। अब गाडी त साइड लगाएर बस्नुपर्छ नि, मान्छेहरू साइड लगाएर बस्नुपर्छ। यस्तो बाटो होला रिस उठेर आउने। त्यो त फेरि पछि बाबा लगाइरहेको छ। दसैँ पनि आयो, आफ्नै आइ फ्यामिली कहाँ हो, आफू कहाँ हो। दसैँ आइसक्यो, दसैँमा डक्क होइन नेपालमा भएको भए कस्तो दामी रमाइलो हुन्थ्यो होला। पनि भेट्थ्यो, साथीभाइहरू सबै भेट्थ्यो, रमाइलो हुन्थ्यो। यस्तै हो, एक्लै अलिकति राम्रो लिडरसिप भइदिएको भयो नेपालमै। हामी पनि यस्तो अरू काम गर्ने पनि आफ्नो देशबाट राम्रोसँग काम गर्छ। ल गाइस, काम पनि सक्यो, ड्युटी पनि सक्यो, पानी पनि पर्न लाग्यो। पानी पर्न लाग्यो, रमाइलो भयो। आजको काम सक्यो होइन। अब रुम पुग्नलाई फेरि हिँड्नु पऱ्यो यहाँबाट 20 मिनट एक्लै यस्तो गर्ने अनि हिँड्ने हो सुई लगाएर। त्यो गनाएको छ त्यहाँदेखि त्यो डाँडाहरू कति झ्याउ लाग्यो, उरास लाग्छ डाँडाहरूमा देख्यो भने। यस्तो ठाउँहरू यस्तो डेभलप भइरहेछ। अब हाम्रो त यस्तो बबाल देश केही हुन सकेको छैन, सब चोर फटारले गर्दा। एउटाले गर्छ, सबलाई दुःख दिएर हिँड्न परिरहेको हुन्छ। गाह्रो हुने हो भने
अब चाहिँ आउन लागेको हाम्रो ठाउँ गाइज ओके बाई काम सकेर अब चाहिँ रिल्याक्स पारामा चाहिँ हिँड्नु पर्छ टुङ 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 लगाएर हो अब चाहिँ गयो रुममा गयो खानासाना बनाउनु पर्यो फेरि उयो यही हो हाम्रो जिन्दगी यत्तिकै जानु भयो काम गर्ने आयो भात तरकारी बनायो रुममा अनि त्यतिकै सकियो जिन्दगी गयो